मित्रगण म चाहिँ बस्ती जाँदैछु घरमा है। आज गाई तिहार, लक्ष्मी माता है। गाईलाई कसरी पुज्छ घरमा है आपाहरूले भाइहरूले म देखाउन लागिरहेछु। स्वीकारले चाहिँ कस्तो मजाले पुज्छ नि गाई त बल्ला बुग्ने आमामा यहाँ भाइले उमाला लिइहाल्यो भाइ। मजाले लाउ त कति मजाले बुनेछौ त तिमीले त। हेर त फेरि यता आपाले के दिनुभएको दुईटा डेक्ची भरि अर्ग्यानिक आज सब्जीहरू त टन्नै हुने रहेछ यी अब बाछीहरू भाइ बिस्तारी ल बिस्तारी लगाइदिनुपर्छ। हल्का 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 यी आपाले दाना दिँदैछ नि। मजाले गाँठो बनाऊ त, तर साह्रै नबनाऊ है, फेरि अप्ठ्यारो हुन्छ त्यहाँ। फेरि है अरूको दोरी पनि छ त्यहाँनिर। आरामले आरामले कति मजाले मानेको हेर लु। यता आपाले पनि दिँदैछ यी हो। लु अर्को यो 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 लगाइदेऊ न, यो यतापट्टि लगाइदेऊ ल। पर्दैन ती छ हौ, ती दोरी बान्ने ती छ हौ। कहाँ हेरिरहेको ती छ ती। ए यता नानी नानी ए साह्रै साङ पुरा भालेछ आमाले है। ल ल ल आमाहरूमा आएको छ। लु भाइ बिस्तारी बिस्तारी, केही गर्दैन हौ, बाछी हो के साह्रो डराएको। मजाले दाना खाइरहेको छु, आपाले पनि मजाले दाना दिइरहेछ। र मित्रगण आज देख्नुभयो हामीले आफ्नै घर आँगनमा यी बस्तीमा सोरेङ बस्ती नै हो कि यहाँनिर आज गाई तिहार हो। गाई मातालाई पुज्दैछौँ। तपाईँहरूको घर आँगन के छ त भने यसो पुज्नुहोस् है ल।